सूचना युट्युबमा मजाले विज्ञापन बजाउने, फेसबुकमा बजाउने, एउटा चिटिक्क परे कि एउटा जुडाल मिलेकी केटीलाई अगाडि ल्याएर विज्ञापन बजाइदिने हो भने 12,000 के 10,000 त के मुला 8,000 5,000 मा मुलाहरू कामदार पाइन्छन् होला जस्तो लाग्छ तिमीहरू मुला साउहरूलाई गदा खातेहरूलाई हैन। विभिन्न ठाउँमा मैले विज्ञापनहरू हेरेको छु यार। दिनमा 12 घण्टा काम गर्नुपर्ने रे, तलब 12,000 रे, 8,000 रे, 5,000 रे। अनि यहाँ त मैले अस्ति एकजनाले त एकजना बहिनीले भन्दै थिए 7,000 तलब छ भाइ, एकजना मान्छे खोजिदिनु पर्यो रे। उनीहरूका बाबुआमाले चाहिँ तिमीहरूलाई कामदार भनेर आफ्नो सन्तान जन्माएका हुन् र तिमीहरूका छोराछोरीले कहीँ 10,000 12,000 मा एक महिनामा काम गर्न सक्छन् अहिलेको जमानामा यस्तो महँगीमा। अनि दिनमा 12 घण्टा काम तिमीहरू पेलाउने, खाजा नास्ता पनि अब के नदिने। अनि उनीहरू चाहिँ फोकटमा जन्मिएका मजदुर हुन् न तिमीहरूका सालेहरू। अलिकति साउ हुन चाहन्छौ, अलिकति मजदुरको पिरमर्का बुझेर तिमीहरू काम गराउन चाहन्छौ भने त्यसरी गर्न पाइँदैन। अन्तर्राष्ट्रिय कानुन आइएलओले के भन्छ थाहा छ? कुनै पनि मजदुरलाई दैनिक 8 घण्टा मात्र काम गरा भन्छ के। सो काम गराए बापत अन्तर्राष्ट्रिय तलब मान्यता अनुसार दिनको तलब ज्याला दे भन्छ के। तर तिमीहरू चाहिँ तोर्पेहरू फ्रीमा काम गराउन खोज्ने, फ्रीमा दल्न खोज्ने। अझ त्यति मात्र होइन, 8 घण्टा तिमीहरूको कानुन, तिमीहरूको चाहिँ तिमीहरूले तोकेको टाइम भयो 8 होइन 12 घण्टा काम पेलाउनु जानेका छौ कि तिमीहरूले। बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म भन्छु, बेलुका 6 बजे काम छाड्दा 7-8 बज्छ। फोकटिया दुनियाँ छोराछोरी नौकर हुन् तिमीहरूका। अलिकति समय सान्दर्भिक तलब दिन खोजेन मान्छे बिचराहरू। कुनै विद्यार्थीले यस्तो काम गर्ने भनेको जो मान्छेसँग एकदम जटिल अवस्था छ, केही छैन, उसले चाहिँ जे भए पनि गर्छु भन्ने अवस्थाको मान्छेको तिमीहरूले चाहिँ फाइदा लुट्ने। अनि तिमीहरू लुटेर आओ वास्तवमा बिचरा मजदुरहरूलाई लुट्ने। तिमीहरू यस्तो गरिराखेका छौ भने खबरदार आउदेखि यो प्रहरीले थाहा पायो भने तिमीहरू चाहिँ कानुनको निगरानीमा पर्नेछौ र सजायको भागीदार हुन्छौ। त्यसकारणले गर्दा तलब दिने विचारमा अन्तर्राष्ट्रिय कानुन मान्यता अनुसार तलब दिने कोसिस गर्नुहोला। इन्टरनेसनल लेभलले तलब कति दिने भन्छ थाहा छ? दिनको दैनिक 577 भन्दा कम पैसा दिनु पाइँदैन भनेर उल्लेख गरिएको छ नेपालमा पनि। अनि दैनिक $1.90 भन्दा कम कमाउने मान्छे भनेको गरिबको रेखामुनि रहन्छ भनेको नि छ विश्व श्रम सङ्गठनले, आइएलओले। अनि तिमी चाहिँ त्यति थोरै पैसा दिएर जहिले पनि नेपाली जनतालाई गरिबको गरिबमा राख्ने। विदेशमा चाहिँ 1 घण्टा काम गर्दा $8 भन्दा कम दिन पाइँदैन। $8 भने के हो कति थाहा छ? हेर हो, तिमी चाहिँ महिनाको यति दिन खोज्ने, महिनाको यति पनि नदिने हैन। उहाँ 1 घण्टामा कमाइन्छ। तिम्रा ती जबहरू तिमीले नै आफै छोराछोरीलाई खटाएर गर्नुपर्ने अवस्था हुनसक्छ। त्यसकारणले गर्दा गधा भन्न चाहन्छु कि गधा। यो स्यालेरीमा काम गराउन खोज्ने मान्छेलाई म गधा भन्न चाहन्छु, अरू केही पनि होइन के।